हाई फ्रेन्ड्स, तपाईँ पनि ग्राफिक डिजाइन सिक्न चाहनुहुन्छ या ग्राफिक डिजाइनर बन्न चाहनुहुन्छ भने आजदेखि मैले क्यानभास टु क्रिएटर भन्ने च्यानल ओपन गरिसकेको छु, जसको हेल्पले हजुरहरूले सजिलै एउटा बिगिनर्स लेभलबाट प्रो लेभलसम्म चाहिँ क्यानभामा डिजाइन गर्न सक्नुहुनेछ। सो त्यसका लागि ढिलो नगरौँ, सिधै हामी प्ले स्टोरमा जान्छौँ। प्ले स्टोरमा गइसके पछाडि सिम्पली हामी क्यानभा भन्ने एउटा एप्लिकेसन ओपन गरौँ, किनकि यहीँबाट हामीले फर्स्ट स्टेप ग्राफिक डिजाइनको स्टार्ट गर्नेछौँ। सो त्यसको लागि म यहाँनिर सिम्पली क्यानभा भनेर टाइप गरेँ, सर्च गरेँ र सिम्पली क्यानभा भन्ने एप्लिकेसन अलमोस्ट यहाँ सो भइरहेको छ। हजुरले यसलाई इन्स्टल गर्न सक्नुहुनेछ। मैले अलरेडी इन्स्टल गरेको छु। फर्स्ट स्टेप भनेको हाम्रो यही हो। जब क्यानभा इन्स्टल गर्नुहुन्छ, ओपन गरिसके पछाडि एउटा जिमेल आइडीले चाहिँ यसलाई लगइन गर्नुहोला र सुरुमा पक्कै पनि हजुर चाहिँ प्रो लेभलको हुनुहुन्न होला। सो हामीले चाहिँ यतापट्टि टप लेफ्टको कर्नरमा चाहिँ हामीले थ्री डटमा क्लिक गऱ्यो भने चाहिँ सिम्पली हाम्रो आफूलाई चाहेको चिजहरू चाहिँ जुन मेनुसँग रिलेटेड हुन्छ त्यो सबै कुरा यसमा दिएको हुन्छ। मैले अलरेडी चाहिँ मेरो मोहित सिंह भनेर चाहिँ लगइन गरिसकेको छु जिमेलबाट र यसलाई मैले एउटा प्रो आइडीमा पनि कन्भर्ट गरिसकेको छु। हजुरले पनि किन्न चाहनुहुन्छ भने र कतिले त अहिले प्रो आइडी अलरेडी युज गरि नै रहेको छ। ओके, सिम्पली यतिसम्म चाहिँ आउनु होला। यो पहिलो भिडियोमा चाहिँ मैले यति मात्र कभर गरेँ, किनकि हामीले सुरुमा के गर्नु पर्यो भन्दाखेरि चाहिँ प्ले स्टोरमा जाने, एप डाउनलोड गर्ने, डाउनलोड गरेर मात्र हुँदैन। डाउनलोड गरिसके पछाडि हामीले सिम्पली कुनै एउटा जिमेलबाट लगइन गर्ने। यदि हजुर प्रो टाइपको जस्तो कि ब्याकग्राउन्ड रिमुभदेखि लिएर आफूलाई चाहेको डिजाइनहरू गर्न चाहनुहुन्छ भने कतिपय एलिमेन्टहरूलाई चाहिँ एडिट गर्न नमिल्ने भएकोले गर्दाखेरि चाहिँ हामीले एउटा प्रो प्याकेज भनेर दिन्छ, जुन चाहिँ 199, 200 या मार्केटमा अलरेडी एभाइलेबल छँदैछ। त्यो कुराहरू चाहिँ हामीले लिएर किनेर चाहिँ डिजाइन गर्न सक्छौँ। ठिक छ, हस् त, आई होप यो भिडियोले पक्कै पनि हजुरलाई हेल्प गर्ने नै छ क्यानभा कसरी डाउनलोड गर्ने र यसलाई लगइन कसरी गर्ने भन्ने बारेमा।